यो चाहिँ कार्डिफ क्यासल यस सिटी सेन्टर ए हजुर लेफ्टपट्टिको चाहिँ पुरै कार्डिफ सिटी सेन्टर हो यो यतातिर ए हजुर यतातिर सबै यतातिर घुम्ने ठाउँहरू टन्नै छ यो दाहिनेपट्टि चाहिँ मेन इन्ट्रान्स हो क्यासलको यहाँबाट कार्डिफ क्यासल त्यो बस आयो उताबाट लन्डन लेखेर हजुर यस्तै यो नेसनल एक्सप्रेस बस यतै नै आउँछ अहिले यता ए ए अनि हजुर त्यहाँबाट अनि हामीले बस समात्ने हो गर्नै छ लडा ताम त पहाडी ताम ओ थ्याङ्क यू हामीले सोफा गार्डन भनेको थियौँ नि हजुर हिजो हजुर हजुर सोफा गार्डन भने चाहिँ यो दाहिनेपट्टिको जङ्गलहरू छ नि ए हजुर यहाँभित्र छ ए अब नेसनल एक्सप्रेसबाट आउँदाखेरि अब झर्नी कि काँडीपिउनीमा हो कि सोफा गार्डन यो हिजो भन्छिन्थ्यो नि हजुरले 100 वर्ष पुरानो घरहरू सबै मेरो 100-150 वर्ष 200 वर्ष है हो त पहिला ओल्ड वारमा बनाएको घरहरू पहिला यिनीहरू त 1900 का घरहरू हो ओल्डरभन्दा पहिलाको घर मान्छे जब राम्रोबाट यस्तै हुर्काउँछन् नि है राउन्डी बाबुमा बेस्तै हुर्काउने गाडी यो अगाडि देखेको चाहिँ यसलाई अब खासमा पहिला प्रिन्सिपालिटी भएको मिलेनियम स्टेडियम भन्थ्यो हजुर अहिले चाहिँ प्रिन्सिपालिटी बिल्डिङ सोसाइटीले चाहिँ अहिले यो हायर गरेको हुनाले अहिले चाहिँ प्रिन्सिपालिटी स्टेडियम भन्छ यसलाई अगाडिको यो मोर देन 70,000 70,000 चाहिँ क्यापासिटी छ यसको यो 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 स्टेडियमको यो होम ग्राउन्ड चाहिँ कुन फुटबल क्लबको हो हजुर यो फुटबल स्टेडियम हो नि है फुटबल स्टेडियम फुटबल रग्बी सबै हुन्छ होम ग्राउन्ड चाहिँ कुन क्लबको भनेको कि क्लब अनि खासमा अर्को एउटा छ कार्डिफ सिटी स्टेडियम चाहिँ उता छ त्यो चाहिँ कार्डिफ सिटीको भयो यो त अब यसमा अब प्राय अब वेल्सको हो भनौँ न अब वेल्स चाहिँ त ठुलो रहेछ स्टेडियम चाहिँ 70,000 मान्छे स्टेडियम प्लाजा टाइम अब नेक्स्ट टाइम आउँदाखेरि अब हिँडेर आउँदा के हुन्छ हुन्छ अब अहिले आज त टाइमै भएन नि त
यो दाहिनेपट्टि अब देब्रेपट्टिको हेर्छु अब अनि दाहिनेपट्टि चाहिँ यो सेन्ट्रल ट्रेन स्टेसन हो यतापट्टिको ए यहाँ रहेछ हैन सेन्ट्रल ट्रेन स्टेसन त्यो भयो हजुर अब यो यतापट्टिको देब्रेपट्टिको त्यो भइहाल्यो अनि अलि अगाडि गएपछि यो राइट ह्यान्ड साइडमा चाहिँ बिबिसीको हेड क्वार्टर यो यहाँ अगाडि चाहिँ बिबिसी भन्ने देखिन्छ दाहिनेपट्टि त्यो माथि बिबिसीको हेड क्वार्टर देब्रेपट्टि चाहिँ एचएमआरसीको बिल्डिङ यहाँको वेल्स गभर्मेन्ट एचएमआरसी ट्याक्स अफिस यहाँ ए रहेछ हैन देब्रेपट्टिको बीबीसीको यो यो चाहिँ गभर्मेन्टको चाहिँ नि ट्याक्स अफिस अनि यहाँको सेन्ट्रल बस स्टेसन यो दाहिनेपट्टिको भव्य छ भव्य छ भव्य सेन्ट्रल बस स्टेसन यो चाहिँ पुरै एयरपोर्ट जाँदैछ भित्र अनि उति बस देख्यो नि त्यो उति बसहरू अगाडिको त्यो हजुर चाहिँ कार्डिफ यहाँको कार्डिफ काउन्सिलको बस लोकल बस ए हजुर कार्डिफ बस भन्छ त्यसलाई कार्डिफ काउन्सिलको रन गरेको बस अनि अब हामी अगाडि गएपछि चाहिँ अलिकति गएपछि राइट टर्न गर्छौँ त्यो पुरै रोड चाहिँ बेलुका खाने पिउने रमाइलो गर्ने 4-5 बजीसम्म रमाइलो हुन्छ नाच्ने ठाउँ हो यो अलि अब यो यहाँबाट अगाडि सर गएपछि यहाँ रमाइलो मेला हेर्न पाइन्छ पबहरू चाहिँ बजेर रोदी रोदी दोरी साँझ रोदी हुन्छ नेपालको यहाँ त्यही हो यो चाहिँ सेन्ट मेरी स्ट्रिट चाहिँ अब मैले भने चाहिँ एकदमै रमाइलो हुन्छ स्पेसल्ली बेलुका गाना अब नेक्स्ट टाइम बजाना आउँदाखेरि बेलुका हामीलाई यहाँ घुम्नु हुन्छ इभिनिङमा घुम्ने इभिनिङको लाइफ कस्तो हुन्छ हेर्न हामीलाई नि त अनि मेन सिटी सेन्टर चाहिँ देब्रेपट्टि जति पनि यो सिटी सेन्टर त्यो हो अब नेक्स्ट टाइम 2-3 दिन बिदा हुँदाखेरि हजुर आइहाल्छ 2-3 दिन बिदा हुँदाखेरि नजिकको त त्यही त नि अँ, नजिकको त जस्तो अब आउने दिन बेलुकै आयो भयो काम